त कहाँदेखि आउनु भएको हो भन्दा चाहिँ दोको कारा किमासिता, दोको कारा किमासिता कहाँबाट आउनु भएको हो। दोको कारा किमासिता कहाँदेखि आउनु भएको हो। कति बज्यो भनेर सोध्नुपर्छ चाहिँ, कति बज्यो भनेर सोध्नुपर्छ चाहिँ नान्जी देशका, नान्जी देशका भनेको चाहिँ कति बज्यो, कति बज्यो भनेर सोध्नुपर्छ चाहिँ नान्जी देशका, नान्जी देशका भनेको कति बज्यो। उहाँको हो भनेर सोध्नुपर्दा चाहिँ, उहाँको हो भनेर सोध्नुपर्छ चाहिँ दारे देशका, दारे देशका, दारे देशका भनेको चाहिँ उहाँको हो, उहाँको हो भनेर जापानिजमा सोध्नुपर्दा चाहिँ दारे देशका को हो। कहाँदेखि आउनु भएको हो भनेर सोध्नुपर्दा चाहिँ, कहाँदेखि आउनु भएको हो भनेर सोध्नुपर्दा चाहिँ दोको कारा किमासिता, दोको कारा किमासिता, दोको कारा किमासिता, दोको कारा किमासिता कहाँदेखि आउनु भएको हो। कति हो भनेर सोध्नुपर्दा चाहिँ इकुरा देशका, इकुरा देशका कति हो, इकुरा देशका, इकुरा देशका भनेको चाहिँ कति हो, कति हो भन्नुपर्दा इकुरा देशका। आज के बार हो भनेर सोध्नुपर्दा चाहिँ, आज के बार हो भनेर सोध्नुपर्दा चाहिँ केवा नान यो विदेशका, केवा नान यो विदेशका आज के बार हो, केवा नान यो विदेशका। टाउको दुखेको छ भन्नुपर्दा चाहिँ जापानिजमा चाहिँ टाउको दुखेर टाउको दुखेको छ भन्नुपर्दा चाहिँ आत्तामागा इत्ताइ देश, आत्तामागा इत्ताइ देश भनेको चाहिँ टाउको दुखेको छ भनेको। त्यसपछि शरीर दुखेको छ भन्नुपर्दा चाहिँ, शरीर दुखेको छ भन्नुपर्दा चाहिँ खारादागा दारुई देश, खारादागा दारुई देश भनेको चाहिँ शरीर दुखेको छ भन्नुपर्दा चाहिँ खारादागा दाइसुर देश। मौसम कस्तो छ, आज मौसम कस्तो छ भनेर सोध्नुपर्दा चाहिँ तेन्की वा दौ देशका, तेन्की वा दौ देशका आज मौसम कस्तो छ, मौसम कस्तो छ भनेर सोध्नुपर्दा चाहिँ तेन्की वा दौ देशका। मौसम आज चिसो छ, मौसम आज कस्तो छ भन्दा चिसो छ भन्नुपर्दा चाहिँ सामुई देश। मौसम कस्तो छ भनेर सोधेपछि चिसो छ, चिसो छ भनेपछि चिसो छलाई चाहिँ सामुई देश, सामुई देश। यो किन्न मन छ भनेर भन्नुपर्दा चाहिँ, यो किन्न मन छ भनेर भन्नुपर्दा चाहिँ कोरे हो खाइताइ देश, कोरे हो खाइताइ देश यो किन्न मन छ, कोरे हो खाइताइ देश यो किन्न मन छ। भोलि कता जानुहुन्छ भनेर सोध्नुपर्दा चाहिँ, भोलि कता जानुहुन्छ भनेर सोध्दा चाहिँ आसिता दोको ए इकिमासिता, आसिता दोको ए इकिमासिता भोलि कता जानुहुन्छ, आसिता ए इकिमासिता। कति हो भनेर अब केही सामानको प्राइस कति हो भनेर सोध्नु पर्दा चाहिँ कोरे वा इकुरा देशका, कोरे वा इकुरा देशका यो कति हो, कोरे वा इकुरा देशका यो कति हो। पानी पिउँछु, पानी पिउन मन लाग्यो, पानी पिउँछु भन्नुपर्दा चाहिँ मिजु ओ नोमिमास, मिजु ओ नोमिमास पानी पिउँछु, मिजु ओ नोमिमास पानी पिउँछु, मिजु ओ नोमिमास। मलाई दुःख लाग्यो, मलाई अब केही कुराबाट दुःख लाग्यो, चित्त दुख्यो, मलाई चित्त दुख्यो भन्नुपर्दा चाहिँ खानासी देश, खानासी देश भनेको चाहिँ मलाई दुःख लाग्यो, केही कुरामा दुःख लाग्दा चाहिँ खानासी देश। तिमीलाई तो थाहा छ भनेर भन्नुपर्दा चाहिँ, तिमीलाई तो थाहा छ, केही कुरा थाहा छ भनेर सोध्नुपर्दा चाहिँ सित्तेमा सिताका, सित्तेमा सिताका तिमीलाई तो थाहा छ, तिमीलाई तो थाहा छ भन्नुपर्दा चाहिँ सित्तेमा सिताका। कृपया हल्ला कम गर, कृपया अब हल्ला गर्छ, कृपया हल्ला कम गर भन्नुपर्दा चाहिँ मोत्तो सिजुकानी सित्ते कुदासाई, मोत्तो सिजुकानी सित्ते कुदासाई भनेको चाहिँ
कृपया हल्ला कम गर भनेको हो जापानिजमा। तिमी कता जाँदैछौ? तिमी कता जाँदैछौलाई आनाता वा दोको ए इकु नो देसु का? आनाता वा दोको ए इकु नो देसु का भन्दाखेरि चाहिँ तिमी कता जाँदैछौ भनेर सोद्धा चाहिँ त्यसपछि म कम्पनीमा जाँदैछु भनेर भन्नुपर्दा चाहिँ वातासी नो खाइस्या नि इकिमास भन्ने। वातासी नो खाइस्या नि इकिमास भनेको म कम्पनी जाँदैछु भनेको चाहिँ। अनि म होटल जाँदैछु भन्नु पर्यो भने वातासी वा होटेरु नि इकिमास। वातासी वा होटेरु नि इकिमास भनेको चाहिँ म होटल जाँदैछु। वातासी वा होटेरु नि इकिमास। त्यसपछि सबैभन्दा नजिक बैङ्क कहाँ छ भनेर सोध्नु पर्दा चाहिँ चिकाकुनो गिन्को दोको देसु का? चिकाकुनो गिन्को दोको देसु का भनेको चाहिँ सबैभन्दा नजिक बैङ्क कहाँ छ भनेको। त्यसपछि यहाँको कुनै नजिक रेस्टुरेन्ट छ भनेर सोध्नु पर्दाखेरि नजिक रेस्टुरेन्ट छ भनेर सोध्नु पर्दा चाहिँ चिकाकुनो रेस्टुरान वा आरिमास्का भन्ने। चिकाकुनो रेस्टुरान वा आरिमास्का। कृपया भित्र आउनु होला भनेर बोलाउनु पर्यो भने कृपया भित्र आउनु होला भनेर बोलाउनु पर्यो भने दोउजो ओ आगारी कुदासाई। दोउजो ओ आगारी कुदासाई। कृपया भित्र आउनु होला। म ढिलो भएकोमा माफी चाहन्छु भन्नु पर्यो भने ओसोकु मात्ते गोमेन्नासाई। ओसोकु मात्ते गोमेन्नासाई भनेको चाहिँ म ढिलो भएकोमा माफी चाहन्छु। तपाईँ के खानुहुन्छ? अब कसैलाई केही कुरा खान सोध्नु पर्यो भने तपाईँ के खानुहुन्छ भनेर सोध्नु पर्दा आनातानो नानी हो ताबेमास्का। आनातानो नानी हो ताबेमास्का। तपाईँ के खानुहुन्छ? त्यसपछि म भात खान्छु, म भात खान चाहन्छु भन्न पर्यो भने वातासी वा गोहान ओ ताबेमास। वातासी वा गोहान ओ ताबेमास। म भात खान चाहन्छु, म खाना खान चाहन्छु भन्दा चाहिँ वातासी वा गोहान ओ ताबेमास। गोहान ओ ताबेमास। अनि म फलफुल खान चाहन्छु भन्नुपर्दा म फलफुल खान चाहन्छु भन्दा वातासी वा खुदामोनो ओ ताबेमास। वातासी वा खुदामोनो ओ ताबेमास भनेको चाहिँ म फलफुल खान चाहन्छु, म फलफुल खान्छु भनेको हो। अनि तिमी के गर्दैछौ अहिले भनेर सोध्नु पर्दाखेरि तिमी के गर्दैछौ अहिले भनेर सोध्नु पर्दा आनाता वा नानी हो सिमास्का। आनाता वा नानी हो सिमास्का भनेको चाहिँ के गर्दैछौ भनेको हो। अनि आज बिहान के खानुभयो भनेर सोध्नु पर्दा चाहिँ आज बिहान के खानुभयो भनेर सोद्धाखेरि चाहिँ खेसा नानी हो ताबेमासिताका। खेसा नानी हो ताबेमासिताका। आज बिहान के खानुभयो? अब केही पनि खाइन, अब केही खाएको भए खाएँ भन्नु पर्यो। केही पनि खाइन भन्दा नानी मो ताबेमासेन देशिता। नानी मो ताबेमासेन देशिता। मैले केही पनि खाइन। नानी मो ताबेमासेन देशिता। कति समय लाग्छ भन्दा अब कतै जाँदा केही गर्दा कति समय लाग्छ भन्दा दोरे गुराई खाकारी मास्का। दोरे गुराई खाकारी मास्का भनेको चाहिँ कति समय लाग्छ। दोरे गुराई खाकारी मास्का। अनि अहिले के गर्दै हुनुहुन्छ भनेर सोद्धा चाहिँ इमा नानी हो सित्तै मास्का। इमा नानी हो सित्तै मास्का। अहिले के गर्दै हुनुहुन्छ? इमा नानी हो सित्तै मास्का। म व्यस्त छु। म व्यस्त छु भन्दा इसोगासी देश। इसोगासी देश। इसोगासी देश भनेको चाहिँ म व्यस्त छु। कुनै काममा बिजी हुँदा चाहिँ इसोगासी देश म व्यस्त छु भन्नु पर्यो। इसोगासी देश भनेको म व्यस्त छु।
म पैसा निकाल्न चाहन्छु। अब कतै ब्याङ्कबाट होला केबाट होला पैसा निकाल्न चाहन्छु भन्दा ओकाने हो ओरो सित्ताइदेस ओकाने हो ओरो सित्ताइदेस भनेको चाहिँ म पैसा निकाल्न चाहन्छु। ओकाने हो ओरो सित्ताइदेस। म यो किन्न चाहन्छु भन्नुपर्दा केही सामानहरू यो किन्न चाहन्छु भन्दा कोरे वा खाइताइदेस कोरे वा खाइताइदेस। म यो किन्न चाहन्छु। कोरे वा खाइताइदेस। म यो किन्न चाहन्छु। फेरि भेटौँला भन्नुपर्दा माता आइमास्यो भनेको फेरि भेटौँला। अब फेरि सुरु गरौँ लेसन 3 को मिनिङहरू। लेसन 3 का मिनिङ भोक्याबुलरी। इकिमास भनेको जान्छु। इकिमास भनेको जान्छु। किमास भनेको आउँछु। किमास भनेको आउँछु। खाइरिमास भनेको फर्कन्छु। खाइरिमास भनेको फर्किनु। गाक्को भनेको स्कुल। एकी भनेको स्टेसन। एकी भनेको स्टेसन। हिकौकी भनेको जहाज।